हिलो आली हिलो बाटोबाट हजुर हिँडिरहनु भएको छ। त्यो हिलो बाटोबाट हिँड्दाखेरि तपाईँले सेतो कपडा लगाउनु भएको छ। तपाईँ के गर्नुहुन्छ? कपडा उचालेर उठाएर हिँड्नुहुन्छ कि हुँदैन? हो, यो संसार पनि दलदल हो, हिलो हो। हामी हिलोभित्र छौँ। यो आत्मा, मैले अस्ति पहिलो दिन पनि भनेको थिएँ, आत्मा शुद्ध छ, सेतो छ। यो शुद्ध भएको सेतो आत्मालाई यो संसारबाट जोगाउनु पर्यो, हिलोबाट। जसरी हामी हिलोबाट हिँड्दाखेरि आफूले कपडा लगाएको कपडामा फोहोर नलागोस् भनेर कपडा उचालेर त्यो हिलोमा नपारी हिँड्छौँ, त्यसै गरी यो संसारमै हिँड्नुहोस्, संसारको दलदल हिलोमै हिँड्नुहोस्, तर कमसे कम यो आत्मालाई संसारभन्दा अलिकति माथि उठाएर हिँड्नुहोस्। मैलो नबनाउनुहोस्। यसलाई मैलो बनाउनु भयो भने भगवानले हामीलाई सेतो दिनुभएको छ, आत्मा सफेद दिनुभएको छ। यो सेतो आत्मालाई मैलो बनाउनु भयो भने यसले मानव चोला पाएर पनि आफ्नो आत्मालाई मैलो बनाएको छ। अब हामीले सुँगुरले जस्तो हेर्नुहोस्, सुँगुरले के गर्छ? फोहोर मैला भयभरको जे छ त्यसलाई खान्छ, हो कि होइन भन्नुहोस् त? अब हामीले पनि खाने नखाने कुरा, खाने भन्दा पनि के भन्छ त्यसलाई? ठुस्ने। हरि शरण जय हो। भयभरको खाने नखाने कुरा ठुसेका छौँ भने अब भगवानले हेर्नुहुन्छ, यसलाई मैले राम्रो दिएको थियो, राम्रै आत्मा दिएको थिएँ, खाने नखाने भयभरको कुरा ठुसो, यसलाई त्यही चाहिँ जिन्दगी दिन्छु भनेर भगवानले के गरिदिनु भयो? सुँगुरै बनाइदिनु भयो। अब कुकुरले जस्तो, कुकुरले के गर्छ भन्दाखेरि आफन्त होस् कि पराया होस् कि जोसँग पनि लड्न गएको छ, भिड्न गएको छ, जतिखेर बाजेको बाजे गरेको छ, झगडा गरे, हामी पनि तल्ला गर्ने भनेको छ, माथला गर्ने भनेको छ, ओल्लो घर पल्लो घर बाजेको छ। कसैसँग राम्रो सम्बन्ध हामीले बनाएनौँ भने यो कुकुरकै यसलाई, यसको आत्मालाई एकचोटि कुकुरमै घुसाइदिउँ। पाउन त राम्रो पाएका थियौँ नि, हिलो नभएको पाएका थियौँ, सुखगरी चेतनशील मनुष्यको चोला पाएका थियौँ नि, बिगार्यौँ, अर्को जन्ममा कुकुरै भएर बढ्क्यौँ। यस्तै प्रकारले हामीले आत्मालाई चिन्नु भनेको त्यही हो। आत्मालाई चिनेनौँ, मनुष्य भएर मनुष्यले गर्ने कर्म गरेनौँ भने हामी फेरि भड्किरहन्छौँ, दुःख पाइरहन्छौँ। कहिलेसम्म? जबसम्म हामी शुद्ध हुँदैनौँ। मैले अस्ति, आमा आउनु भएको थियो, मैले अस्ति उदाहरण पनि दिएको थिएँ। एक दिनको लागि भनेर मागेर कसैसँग कुनै एउटा कपडा तपाईँले लगाउनु भएको छ, पार्टीमा जानुभयो, पार्टीमा जाँदा रङ लाग्यो, त्यो कपडा खराब भयो भने अब त्यो कपडा तपाईँले फिर्ता गर्दाखेरि त्यो व्यक्ति लिन्छ त? जोबाट मागेर लिएर आउनुभएको थियो, लिँदैन। हो त्यस्तै भगवानले पनि हामीलाई शुद्ध पवित्र आत्मा दिनुभएको छ। अब हामीले त्यसलाई फोहोर बनायौँ भने भगवानले फेरि फिर्ता लिनुहुन्छ त? जुन दिनसम्म सफा हुँदैन तबसम्म लिनुहुन्न। 84 लाख योनिमा भड्केको भड्कै भड्केको भड्कै भन्नुको अर्थै त्यही हो। एउटै जुनीमा हामीले यो आत्मालाई शुद्ध बुद्ध चैतन्य बनायौँ भने भगवानले अवश्यमेव स्वीकार गरिहाल्नुहुन्छ, लिइहाल्नुहुन्छ। त्यही कुरा छ यहाँ। भावाभाव विकारादि मायाओ प्राक् स्वभावो समात्मा बुझे शान्ति अनायसै स्वयं छयो। 11 प्रकरणमा हामी पुगेका छौँ अहिलेसम्ममा। 11 प्रकरणमा पुग्दाखेरि यहाँ शान्ति प्राप्तिको उपाय बताइदिनु भएको छ।